वेलकम टु माई युट्युब च्यानल। हजुर आज म आलु काउली तरकारी बनाउने सिकाइरहेको छु। त्यसको लागि तेल हल्का भाँडामा राख्ने र आलुलाई मजाले तेलमा तार्ने। यतिसम्म तार्ने कि जब आलु पाकोस् र रातो रातो देखियोस्। फेरि काउलीलाई पनि त्यसै तेलमा तारिदिने र काउलीलाई पनि हल्का कलरदार बनाउने र तेल राख्ने, जिरा प्याज हालेर भुट्ने। त्यसपछि जिन्जरको पेस्ट हाल्ने र अनि टमाटरलाई पिसेको हुनुपर्छ र त्यो पिसेको टमाटरलाई हालिदिने। त्यसपछि छोपिदिने र टमाटर पाकिसकेपछि मजाले चलाउने। हेर्नुहोस् त कति राम्रो देखेको छ। र हल्का पानी राखिदिने र आलु र काउली हालिदिने अघि जुन उसिनेको थियो र त्यसलाई मजाले चलाउने र छोपिदिने। यतिसम्म छोप्ने कि जबसम्म राम्रोसित रेसिपी हुँदैन। टेक्क पाकिसकेपछि हामीले नमक समक हालिसकेपछि हल्का धनिया छर्के